राजनीतिको एउटा अघोषित सत्य के हो भने काठमाडौँको सत्ता वा शक्तिमा टिक्न दिल्लीको परिक्रमा अघोषित रूपमा अनिवार्य छ। त्यो विक्रम सम्वत 2007 सालको दिल्ली सम्झौतादेखि 2062-63 को 12 बुँदे सहमतिसम्म नेपालका राजनीतिक परिवर्तनहरूमा दक्षिणी छिमेकीको एउटा प्रोएक्टिभ इन्गेजमेन्ट कसैबाट पनि लुकेको छैन। इतिहास साक्षी छ। 2015 सालमा जननिर्वाचित भएपछि चाहे त्यो बिपी कोइरालाको भारत भ्रमण होस् वा 62-63 मा भूमिगत राजनीतिबाट सिधै दिल्ली ओर्लिएका प्रचण्डको राजनीतिक उडान होस्, नेपाली नेताहरूको भारत भ्रमण केवल एउटा कूटनीतिक शिष्टाचार होइन, यो उनीहरूको राजनीतिक भविष्यको एउटा लिटमस टेस्ट नै भन्दै आएको छ। यही ऐतिहासिक पृष्ठभूमिमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई पनि हेर्ने हो भने दिल्लीको लागि भू राजनीतिक कोर्स करेक्सनको एउटा सूक्ष्म प्रयास हो या एउटा कल्चरल कन्टिन्युटी मात्रै हो। यो प्रश्नको जवाफ प्रश्नकै गर्भमा छ। अहिले जुन खालको राजनीतिक गतिविधिहरू सत्ता र शक्तिको एक खालको सङ्घर्ष भइरहेको छ काठमाडौँमा, धेरै दिनसम्म यो प्रश्नको जवाफ पनि गर्भमा नबस्ला। भारतको विदेश नीतिलाई हेर्ने हो भने त्यो सधैँ एउटा प्रेडिक्टेबिलिटी र स्टेबिलिटीमा आधारित हुन्छ। विगतका राजनीतिक दलहरू, खास गरेर परम्परागत नेपाली कङ्ग्रेस, माओवादी, एमाले, यिनीहरूले दिल्लीसँग सम्बन्ध राख्दाखेरि त्यहाँ पुग्दा एउटा कुरा गर्ने, तर घरेलु राजनीतिमा नेपाल आइसकेपछि यहाँको भूमिमा टेक्ने बित्तिकै एक खालको एन्टी इन्डियन सेन्टिमेन्ट क्रिएट गर्ने, मतदाताहरूलाई भड्काउने गरेर कहीँ न कहीँ एउटा यो चीनसँग चाहिँ अलिकति सामिप्यता बढाउने दोहोरो चरित्र देखाउँदै आएको थियो। अब एउटा एम्बिसियस कन्ट्रीको लागि स्ट्राटेजिक डिप्लिसिटी पचाउने कुरै भएन, त्यसबाट उनीहरू पनि आजित भइसकेको थियो। राष्ट्रपाको उदयलाई एउटा रणनीतिक हिसाबले चाहिँ भारतले सुरुमा सकारात्मक रूपले हेरेको थिएन। यसलाई कहीँ न कहीँ एउटा वेस्टर्नहरूको इन्ट्रेस्ट, खास गरेर अमेरिकी रणनीतिको हिस्सा हो कि भनेर अलिकति शङ्काको नजरले चाहिँ हेरेको थियो। तर नेपालको राजनीतिमा खास गरेर पुराना दलहरूको जुन हिसाबले अहिले क्षयीकरण भयो, त्यसले भारतले राष्ट्रपाको एउटा अपरिहार्यतालाई नजर गर्दै आफ्नो डिप्लोमेटिक प्याराडाइम सिफ्टतिर गएको भन्न सकिन्छ। रवि लामिछानेको अहिलेको भ्रमणलाई दिल्लीले जुन स्पेस दियो, जुन महत्त्व दियो, त्यो पनि वास्तवमा नेपालको उदाउँदो पुस्तालाई, यो नयाँ पुस्तालाई, जेनजी पछिको आन्दोलन पछि राजनीतिमा आएको पुस्तालाई चाहिँ इङ्गेज गरेर कसरी आफ्नो सुरक्षा र रणनीतिक स्वार्थ पुरा गर्न सकिन्छ भन्ने त्यो संस्थापन पक्ष बिजेपीको एउटा इन्ट्रेस्ट हो र त्यसलाई कसरी चाहिँ फुलफिल गर्ने भन्नेतिरै देखिन्छ। र स्ट्राटेजिकली हेर्दाखेरि यो एउटा रियल पोलिटिक अर्थात् यथार्थवादी राजनीतिको हिस्सा पनि भन्न मिल्छ। यसलाई कूटनीतिक हिसाबले नराम्रो पनि भन्न मिल्दैन। यस भ्रमणको अर्को महत्त्वपूर्ण आयाम भनेको एउटा सांस्कृतिक कूटनीति र हिन्दुत्वको भू राजनीति पनि हो। भारतको वर्तमान संस्थापन पक्ष अर्थात् भाजपाको मुख्य वैचारिक खम्बालाई हेर्ने हो भने त्यो एउटा सांस्कृतिक राष्ट्रवादमा टिकेको छ। नेपालको परम्परागत वामपन्थी शक्तिहरू, इभन कङ्ग्रेसीहरू पनि, कङ्ग्रेसका पनि केही गुटहरू हिन्दू सभ्यताको एजेन्डाप्रति नै अलिकति अनुदार देखिन्छन्। यसको विपरीत राष्ट्रपा भने विचारको हिसाबले पपुलिस्ट सेन्ट्रिजम अर्थात् लोकप्रियतावादी मध्यमार्गमा उभिएको देखिन्छ। जुन सांस्कृतिक मुद्दाहरूमा अलिकति लचिलो र व्यवहारिकवादी पनि देखिन्छ। यस एङ्गलबाट हेर्दा धार्मिक स्थल केन्द्रित बालेनको जो चुनाव होस् या इभन रविले नै रिफ्लेक्ट गरेका चुनावताका उनले धार्मिक स्थलबाटै आफ्नो चुनावी क्याम्पेन सुरु गरेको, यो दुईटै कुरालाई अलिकति त्यो ब्यालेन्स गरेर हेर्दाखेरि त्यही नै देखिन्छ पनि। अब रवि लामिछानेले यो भ्रमणको क्रममा भारतको सांस्कृतिक र दक्षिणपन्थी नेतृत्वसँग कस्तो खालको एउटा त्यो ट्युनिङ मिलाउँछन्, त्यसले नेपालको आगामी राजनीति इभन चुनावमै पनि ठुलो अर्थ राख्ने देखिन्छ।
यदि उनले भारतको सुरक्षा चासो र सांस्कृतिक संवेदनशीलतालाई आश्वस्त पार्न सक्ने कुनै आधार खडा गर्न सके भने उनले नेपालको एक खालको परम्परावादी र सेन्ट्रिस्ट मतदाताहरूको मनमा आफूलाई आकर्षित गर्ने गरी राम्रैसँग भू राजनीतिक स्पेस पाउने सङ्केत देखिन्छ। तर अहिले नै ठोकुवा गर्न सक्ने अवस्था चाहिँ देखिँदैन। त्यो चाहिँ रवि उताबाट फर्किसकेपछि कस्तो खालको अभिव्यक्तिहरू दिन्छन्, उनको बडी ल्याङ्ग्वेजले के गर्छ, ठ्याक्कै के कुरा भयो भन्ने कुरा चाहिँ बिस्तारै त्यो देखिँदै जाला। यसको अर्को पनि एउटा पाटो छ र त्यो निकै महत्त्वपूर्ण छ। बालेन शाहको एउटा रैथाने राष्ट्रवादलाई काउन्टर गर्नको लागि जुन पार्टीको आन्तरिक द्वन्द्वमा पनि अलिअलि अहिले देखिन्छ, बेला बेलामा मिडिया ट्रायल भइरहेको छ, त्यसको लागि चाहिँ घरेलु राजनीतिको परिदृश्य अहिले निकै नै पेचिलो बन्दै गएको बुझ्न सकिन्छ। बालेन शाहको राजनीति कहीँ न कहीँ इन्डिजिनियस पपुलिजम र अलिकति आक्रामक राष्ट्रवादमा अडिएको छ। राजनीतिक हस्तक्षेपको खुला रूपमा प्रतिवाद गर्न सक्ने क्यापेसिटी चाहिँ बालेनले राख्छन् र दिल्ली यस विषयलाई लिएर अलिकति सशङ्कित र असन्तुष्ट पनि देखिन्छ। दिल्लीले बालेनलाई चाहिँ कहीँ न कहीँ एउटा अनप्रेडिक्टेबल र उग्र राष्ट्रवादी शक्तिको रूपमा हेर्न थालेको छ, जुन दीर्घकालीन रणनीतिक सहकार्यको लागि त्यति कम्फर्टेबल देखिँदैन। अब यस्तो अवस्थामा बालेनको राजनीतिक ग्राफलाई सन्तुलनमा राख्न र उनको एन्टी इस्टाब्लिस सेन्टिमेन्टलाई काउन्टर दिन पनि दिल्लीले रवि लामेछानेलाई एउटा सिस्टम फ्रेन्डली कूटनीतिक रूपमा अलिकति म्याच्योर र संवादयोग्य वैकल्पिक शक्तिको रूपमा या नेताको रूपमा स्थापित गर्न चाहेको या भएको देख्न सक्छ। यो भ्रमण सफल हुनुको अर्थ रवि लामेछानेलाई पनि आफूलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य भएको परिपक्व राजनेताको रूपमा पेश गर्नु हो। यसले कहीँ न कहीँ बालेन शाहको रैथाने राष्ट्रवादको सिमानालाई कूटनीतिक रूपमा सङ्कुचित गर्ने एउटा सम्भावनाको रूपमा पनि यसलाई भन्न सकिन्छ। अब इतिहासले के देखाएको छ भने दिल्ली भ्रमणले धेरै नेपाली नेताहरूलाई सत्ताको शिखरमा पनि पुर्याएको छ, तर घरेलु राष्ट्रवादको कसीमा उनीहरूको छमिल धुमिल बनाउन पनि अलिकति डाइल्युट गर्न पनि उसले ठुलै भूमिका खेलेको थियो। यस परिवेशमा रवि लामेछानेको लागि यो नयाँ दिल्लीको भ्रमण एउटा कार्ड मात्रै बन्ने कि छिमेकीसँगको सम्बन्धलाई अझै परिपक्व बनाउने एउटा दोबाटोमा गएर अड्किएको छ।